अबको केही दिनमा नेपालका बैंकरहरू मालामाल हुँदैछन्। किन कसरी पुरा भिडियो हेर्नु। नेपालमा सबैभन्दा धेरै तलब खाने कुनै क्षेत्र छ भने त्यो बैंकिङ क्षेत्र हो। त्यहाँका कर्मचारीले कैयौं गुणा धेरै अरू क्षेत्रको तुलनामा तलब, सुविधा, बोनस आदि एकदमै प्रशस्त पाउँछ। उनीहरूलाई धेरै तलब दिनुको तर्क के गरिन्छ भने बैंकरहरूले उनीहरूको कामको समय बढी हुन्छ, कामको चाप धेरै हुन्छ, त्यो कारणले गर्दाखेरिमा त्यसलाई व्यवस्थापन गर्न भनेर बढी तलब सुविधा दिएको भनेर बैंकरहरूले प्रष्टीकरण दिने गरेका हुन्छन्। तर यति धेरै तलब खाइरहेका बैंकरहरूले अब अझ धेरै तलब खाँदैछन्। किनभने राष्ट्र बैंकले केही दिन अगाडि एउटा निर्देशन जारी गरेको छ जसमा ओभरटाइम लगाएको अनिवार्य रूपमा चाहिँ थप पैसा दिनुपर्ने भनेर भनेको छ। जबकि यसभन्दा अगाडि उनीहरूले धेरै काम गरेको बापतै बढी तलब खान्थे भने अब नियम अनुसार अझ धेरै तलब उनीहरूले खान पाउने अवस्था सृजना भएको छ। यसले कस्तो प्रभाव पार्ला? यो के राष्ट्र बैंकले चाहिँ उनीहरूले धेरै तलब खान्छन्, बढी कामका लागि नै तलब खाइरहेका छन् भने थाहा नपाएर गरेको हो अथवा के हो? अनि यसले पार्न सक्ने प्रभाव के होला र अरू क्षेत्रका मान्छेहरूले कस्तो तलब खान्छन् र खास गरी धेरैहरूको तलबसँग जोडिने सरकारी कर्मचारीको तलब मान हो। सरकारी मान र बैंकरहरूको बीचको तलबमा कति ठुलो अन्तर हुँदो रहेछ हामी एकछिन चर्चा गरौँ। नेपालको सबैभन्दा धेरै तलब खाने बैंकका सीओले वार्षिक 8.5 करोडसम्म बुझ्दा रहेछन् र थोरै खाने सरकारी वाणिज्य बैंकका सीओको तलब चाहिँ 40 लाखसम्म हुँदो रहेछ। तर नेपालका सरकारी कर्मचारीको सबैभन्दा ठुलो पद भनेको मुख्य सचिव हो। मुख्य सचिवको मासिक तलब र ग्रेड गरेर करिब 82,000 हुँदो रहेछ र अरू सुविधाहरू पनि केही थप होला र वार्षिक सरदर 10 लाख तलब चाहिँ नेपालका मुख्य सचिवले पाउँदा रहेछन्। तर सबैभन्दा कम तलब खाने सरकारी वाणिज्य बैंकको तलब सीओको तलबको तुलनामा उनको तलब 4 गुणा कम र सबैभन्दा धेरै तलब खाने बैंकका सीओको तुलनामा 85 गुणा कमले सरकारका सबैभन्दा ठुलो कर्मचारीको तलब हुँदो रहेछ। अब सरकारी अधिकृतहरूको तलबको हिसाब हेरौँ, कम्तीमा 35,000 देखि महँगी भत्तासम्म करिब 40,000 आसपासमा सरकारी कर्मचारीको तलब हुन्छ भने बैंकका शाखा प्रबन्धक र वरिष्ठ अधिकृतहरूको तलब मासिक 70,000 देखि 1 लाख रुपियाँसम्म उनीहरूले तलब सुविधा बुझ्छन्। यो चाहिँ फेरि वर्षमा पाउने बोनस यसमा जोडिएको छैन। कर्मचारीका पनि अरू विधाहरू होला यसमा जोडिएको छैन। तलब र सुविधाको मासिक रूपमा बुझ्नेको हिसाब गरेको। अब यदि धेरै तलब पाउने कारण उनीहरूले त्यही अधिक कामको चाप, अब बैंकरहरू जहिले बिहान हतार गरेर हुन्छन्, राति अबेला आएका हुन्छन्, काम बढी गर्नुपर्छ भनेर सरकारीमा सडन टाइममा काम सकिएपछि अफिसै बन्द हुन्छ जानेपछि, तर बैंकमा कामको प्रेसर जहिले पनि बढी हुन्छ। त्यस कारण नै धेरै तलब पाउने गरेका हुन् सरकारी कर्मचारी अरूको तुलनामा। र निजी क्षेत्रमा पनि निजी क्षेत्रभन्दा पनि कैयौं गुणा बढी तलब यसै कारण बैंकरहरूले पाइरहेका हुन्छन्। तर यदि धेरै तलब खाने, यही बढी कामका लागि भनेर तलब खानेहरूलाई अझ राष्ट्र बैंकले निर्देशनै संशोधन गरेर ओभरटाइमको थप पैसा देऊ भनेर भनिसकेपछि अब उनको तलब कति माथि पुग्ला? यो बेलामा बैंकहरूले साधारण निक्षेपकर्तालाई दिने ब्याज भने करिब 2% देखि बढीमा मुद्दतीमा 6% सम्म छ। थोरै ब्याज दिएका छन् किनभने अहिले अर्थतन्त्र चलायमान छैन, बैंकको पैसा पनि त्यति फ्लो भएको छैन, त्यसकारण नाफा कम छ र त्यही भएर उनीहरूले कम ब्याज दर दिएका छन्, ऋणको पनि ब्याज दर कम लिएका छन्। तर बैंकमा लगानी गर्ने धेरै जसो साधारण शेयर धनी, तपाईँ हाम्रो पनि बैंकमा शेयर छ होला, बैंकले पैसा नै कम चलाएको र नाफा नै कम भयो भनेपछि उसले चाहिँ लाभग्राही धेरैजनाको जसको शेयर हुन्छ उनीहरूले पाउने लाभ पनि एकदमै कम हुन्छ किनकि बैंकको पैसा फ्लो भएको छैन। तर यस्तो बेलामा बैंकका कर्मचारीले यसै पनि अहिले बढी खाइरहेको तलब कुनै पनि कारण कटौती भएको थिएन, अब झन बढ्ने भयो, सर्वसाधारणको नाफा पनि घट्ने भयो र सर्वसाधारणलाई दिइरहेको निक्षेपको ब्याजमा समेत यसको प्रभाव पर्न सक्ने देखिन्छ। यस्तो अवस्थामा राष्ट्र बैंकले सोचेर बुझेर जानेर यो निर्देशन जारी गर्यो अथवा नबुझेर गर्यो र यसले अर्थतन्त्रमा अरू कर्पोरेट सेक्टरमा पनि कर्मचारीहरूको तलब कम छ, अरू कर्पोरेट सेक्टर पनि अहिले आर्थिक सङ्कटसँग जुधिरहेका छन्, कर्मचारी कटौती अरूको बारेमा सोचिरहेको बेलामा अब राष्ट्र बैंकको यो डिसिजन सही छ कि छैन यसको बारेमा मूल्याङ्कन गर्ने जिम्मा तपाईकै।